नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा है। सो म चाहिँ आइएम काजी ब्लगर्स इन काजी ब्लगर्स है। सो हामी चाहिँ आज बन्देर पार्टी हन्टिङ हान्न आइरहेको छौँ। सो देख्न सक्नुहुन्छ हामी चाहिँ एकदम डाँडाको पाखामा छौँ। सो एकजना भाइ एकजना केटाहरू यता बनाउँदैछ है, जस्ट देख्न सक्नुहुन्छ 5 किलो कुखुरा लिएर आएको। सो हाम्रो एकजना भाइ चाहिँ यता मालवा पातहरू काटिरहेको। सो म चाहिँ यतापट्टि बसेर टक्क लाएर भिडियो बनाइरहेको छु है। सो म सुरुबाट भिडियो गर्न मन लाग्थ्यो, तर पनि अब यस्तो भयो नि त, अब सामान बोक्दा के गर्दा मोबाइल अलिकता समात्नु भ्याएन हातले, त्यही भएर चाहिँ सिधै आएर चाहिँ यहाँ पुरै काम धाम गरेर भ्याएर चाहिँ ट्याक्क लाएर बनाएर भ्याएर त होइन कि कुखुराहरू भुताल भुतुल गरेर चाहिँ भ्याएर टक्क भिडियो बनाउन लाग्छौँ। अब कुखुरा फाइनली भुताएर भ्यायो, अब त्यसको आन्द्रा भुँडीहरू उता यता झिकेर फाल्नुपर्ने हुन्छ। त्यही गाइस, अब लास्टसम्म जोडिनु होला है त गाइस है। हामी चाहिँ अब काटकुट कार्यक्रममा लागिसक्यो र देख्न सक्नुहुन्छ आजको हाम्रो मल्ला पात चाहिँ सबै रेडी भएर बसिसक्यो। जस्ट यता देख्नुहुन्छ खुर्सानी मिर्ची और इधर है के बोलते हैं इसे प्याज, इधर है चिसो और इधर है ये क्या है ये मेरे को भी पता नहीं है, ये तेल लेके आया है और इधर है के भन्छ तेल। अनि त्यसपछि यो चाहिँ टक्क लाएर मासुसँग हालेर खानुपर्ने हुन्छ नि त, त्यही भएर। सो हाम्रो उता कराई बसालिसक्यो र भाइले पनि त्यहाँ काट्दैछ र कोही उतातिर पानीको धारा बनाउँदैछ र सो हामी दुईजना चाहिँ यहाँनिर टक्क लाएर यसो सो उतिले चाहिँ लेख्री छान्छ अरे है त केटा ऊ। सो हामी चाहिँ अब टक्क लाएर यहाँ हामी चाहिँ बनाउने मान्छे, तिनीहरू चाहिँ काटकुट गरेर दिने मान्छे होइन, टक्क लाएर सो हाम्रो केटाहरू चाहिँ छ है फेरि यहाँ कुकम्यान चाहिँ यो हो र सो गाइस हामीले चाहिँ आधी जति चाहिँ लगभग तारेर नि भइसक्यो र उता पनि अझै तरिँदैछ, अझै टन्ने छ, भर्खर आधी नि भएन, लगभग आधीको 0.5% भयो होला है, 100% 5% कहाँ भन्नु। सो हाम्रो भाइ हो कुकम्यान चाहिँ। सो अरू त झन् खाने जनता हो है, होइन यिनीहरूले काम त गरे हो, धेरै काम गरे, तर पनि म चाहिँ फेरि यहाँ चिल्न बसिरहेको छु है। चिसो हानेर है केटाहरूले। ल फाइनली गाइज हामीले चाहिँ अब मासु पनि पकाइसक्यो, रेडी हुँदैछ कि तारेर भ्याएर टक्क। यहाँ चाहिँ केटाहरूले टक्क गर्दैछ, यो चाहिँ टक्क रोस्ट गरेकोलाई हान्यो केटो यहाँ कुकम्यान सोल्टी यहाँ टक्क। फाइनली हाम्रो चाहिँ अब बन्छ है गाइज, अब अल्छी खाँदाखेरि देखाउँला। सो फाइनल गाइज हामीले चाहिँ आधी चाहिँ रोस्ट गरेर झिक्यो होइन, एक बोर्डको चाहिँ। अब हामीले चाहिँ अब भुजासँग खानुको लागि अब छुट्टै रस भएको खानुपर्ने हुन्छ, त्यही भएर हामी यहाँ रस बनाउँदैछ गाइज, हेर्नुहोस्। अब हाम्रो यहाँ दुईवटा भाइहरू चाहिँ अब टक्क माल सामान लिएर आएको छ। यी एउटा भाइ चाहिँ टक्क दियो, एउटा भाइ चाहिँ भुजा सहित, हामी केटाहरू चाहिँ 5 जना छ है गाइज। अब अन्तिममा अब खाएको सायद हेरिदिनु होला। सो गाइज हाम्रो केटाले चाहिँ लगभग अब रातै परिसक्यो है, देख्न सक्नुहुन्छ आधी रातै भइसक्यो र चिसो पनि ल्याएर भ्याइसक्यो। हाम्रो भाइ छ यहाँ अनिल भाइ, एकदम कुकम्यान। सो हाम्रो भाइहरू एकदम मेहनतली, देख्न सक्नुहुन्छ पसिनै पसिना है, यिनीहरू हो सबै चिज लिन जाने है। सो हामीले चाहिँ अब यहाँ लगभग हामी 2 4 5 जनालाई भाग लाउँदैछौँ र कति पर्दो रहेछ। सो यो चाहिँ फ्राई गरेको जस्ट त्यहाँ चाहिँ अब झोलुवा माला पार्ने छ। सो यहाँनिर एउटा भुजा र अर्को भुजा, दुईवटा भुजा छ। यसलाई चाहिँ बस तिनवटा चिसो होइन, तिनवटा चिसो, अब दुईवटा बाँकी छ है। सो अब यसलाई खान पर्ने हुन्छ। ल है त केटा, के कस्तो लागिरहेको केटा, यसो जिज्ञासा देऊ केटा हो, के छ आजको पार्टी? राम्रो रमाइलो भइरहेको छ केटा हो यहाँ। अनि अरू केटा हो केही छ?
केही छैन त्यस्तो गुनासो केटा केटाले अनि के छ तँलाई मासु बाँड्नलाई एकदम के कस्तो हुँदैछ भाइ? एकदम रमाइलो होइन, खतरा भइरहेको छ एकदम। भेराइटी पनि डेन्जर छ, रमाइलो होइन, मिठो के छैन हेर्दाखेरि नै खाम लाग्दो के त्यस्तो तरिकाको छ होइन। एकदमै त्यो भाँडा तान चिया खानु पऱ्यो होला। ल केटा हो अब मस्त खानुपर्छ है। लगभग भिडियो अन्त्यसम्म जोड्नेलाई है त गाइज हामी अब लगभग अब एन्डमा पुगिसक्यौँ र अब एकैचोटि खाएको भिडियो देखाउनेछौँ है त गाइज। सो गाइज नुन चाहिँ नलाग चिसो हाल्नु त भयो। ल केटा चिसो हाल्नु, चिसो ल केटा हो चिसो म खानु दि केटा चिसोले हल्का नुन नलागेको अवस्था चिसो त के हो नि त खारै हाल्दिने होइन। भाँडा माल्ने हो नि केटा हो यार। पालो छ नि खानु भयो म्याच त हालिसु अघि नि म त जहाँ घेर पुजाउनु यति कति तिनचोटि भइसक्यो। तिनचोटि हाल्यो र के के भन्छ नि? हुनु पर्ने केटा भाडा त कहाँ पुग्यो यहाँ छ एउटा तेरो यो यस्तो देखि देखाउनु यार। अब यसको यो त्यहाँको चाहिँ खनाउने त थ्याट खाएन भाइ ठाला टोपी लगायो भने त कुरो नगरौ न केटा यति काट्नु लिम त लिम काट्दिउँ। हे भिडियो छ यार यहाँ। मेरो सामान भाँडामै खा उसो भए त हुन्न केटा हो। ल त केटा जस्ट त्यही देख्न सक्नुहुन्छ चम्चा चाहिँ छैन है। ए यहाँ रहेछ फेरि फाइनली मैले खाइसक्यो। सो केटाले चस्मा अरे के अरे सो केटाहरूले के अरे चम्चा चाहिँ ल्याउने बिर्सेछ र सो म चाहिँ हातले खाँदैछु है, देख्न सक्नुहुन्छ हात पनि। सो म चाहिँ हातले खाँदैछु के कस्तो हुन्छ केटा हो। सो केटा खाओ त खाइसक्यो अनि मुर्दा हाल्न एक मुख। कस्तो भएको छ भाइ? मिठो छ एकदम कस्तो हो भाइ? बबाल रोस्ट एकदम झनै मिठो केटा होला। जस्ट हाम्रो केटाहरूले खानु सुरु गरिसक्यो केटा भुजाल्दै र फेरि अर्को भिडियो बनाउने छौँ है त गाइज। सो गाइज हामी चाहिँ खाएर पनि आएर पनि भ्याइसक्यो है। सो सबैजनाले आफ्नो जिको भाँडो क्या अघि नै खाएको देखाउनुहुन्थ्यो तर खाँदै बिर्सिहालेछ। सो हाम्रो भाइ यहाँ छ नगएर नि ल्याएको छु है गाइज। यसले चाहिँ भ्याएन है। सो छ अगाडि केटाहरू तर आउँदो रहेछ नि त त्यही भएर सो हामी अझै उता माथि डाँडामा एकछिन बस्नेछौँ। चिसो उब्रिया त्यो खानेछौँ। त्यतिखेर भिडियो बनाउँला है त गाइज।